जाबी अलोन्सोले रियल मैड्रिड छोड्यो, यो चाहिँ सकिङै भयो है, हदै लेभलमा सकिङ हो। जब न्युज आएको थियो म त पत्याउँदैन 2-3 जोडी हेर्नु पर्यो क्या कन्फर्म गर्नलाई। यार यो कहाँ अब कल्पना गरेको थियो कसैले भने ल स्याकै भएको भए पनि सिजनको एन्डमा हुन्छ नि, हिजो अस्ति आएछ यार। फेरि नराम्रो भनेर त्यस्तो जोर खतम सिजन सकिसके पनि होइन नि त। म्यान्चेस्टर युनाइटेडले रुबेन अमोरिम स्याक गर्यो, त्यो पनि सकिङै थियो किनभने टाइम दिने जस्तो नै कुरा थियो। चेल्सीबाट एन्जो मारेस्काले आफै छोडे, त्यो पनि सकिङै थियो किनभने आउट अफ नोवेयर थियो। दुईटै सकिङै थियो, तर यो चाहिँ त्यो दुईटा भन्दा पनि सकिङ भयो। अब कसले एक्सपेक्ट गराएको थियो? मैले त 1% पनि गराएको थिइनँ। हो अब अलिअलि प्रब्लम यहाँ त्यहाँ त मिडियाले कुरा निकालिरहेको छ, हिजो अस्ति आएको म्यानेजर छ यहाँ, त्यस्तो फेरि विन पर्सेन्टहरू पनि त्यस्तो खतम पनि होइन क्या। तर यहाँ कुरा के छ भन्दा नि, मैले हिजोको भिडियोमा मैले जुन यो एल क्लासिको फाइनलको भिडियो हालेको थिएँ त्यसको लास्टतिर पनि कुरा गरेको थिएँ। जसले हेरेको थियो लास्टसम्म उनीहरूले यो कुरा ठ्याक्कै रिलेट गर्छ। मैले थोरै शब्दमा धेरै कुरा भनेको थिएँ। कन्ट्रोल छैन जाबी अलोन्सोको, उमेर सानो भएर होला के भएर होला, त्यो अथोरिटी छैन टिममा, त्यो फिल हुन्छ भनेर मैले भनेको थिएँ। लास्टमा त्यही रिजनले जाबी अलोन्सोले क्लब छोडेछन्, एक्ज्याक्टली त्यही रिजन। जाबी अलोन्सोले भनेको पनि मान्दैन थियो अरे केही सिनियर प्लेयर्सहरू। अब जाबी अलोन्सो भनेको ट्याक्टिकल कोच हो, कम्प्लिटली एन्जेलोटी भन्दा अपोजिट। एन्जेलोटीले भनेको खेलै उसको अलिकति फ्रिडम दिने खाले खेल छ, ट्याक्टिकल छ तर लेस ट्याक्टिकल, मोर फ्रिडम छ, एक्सप्रेसिभ छ। जाबी अलोन्सो अलिकति कन्ट्रोल्ड टाइपको हो, हरेक प्लेयर्सहरूको एउटा पार्टिकुलर रोल हुन्छ त्यो खालको। बायर लिभरकुजनमा रिजल्ट हेरेनौँ, नराम्रो म्यानेजर हो भने मजाको यार। बायर लिभरकुजनमा के गरेको थियो फर्केर हेर त, कस्तो त्यो टिम, नर्मल टिम यार। बुन्देसलिगामा कसैले कल्पना गरेर त बायर लिभरकुजनले डोमिनेट गर्छ, गरिहाल्यो भने पनि लन त अब जितिगयो भने पनि डर्टमुन्डले गर्ला भन्छ मान्छेहरूले। त्यस्तो टिमलाई बनाइदिएको भनेपछि त्यो उसको क्वालिटीमा दाउटै छैन, तर उसको ट्रेनिङ मेथड कडा हुन्छ। त्यो खालकोमा ट्रेनिङ बबाले हो, ट्रेनिङै हो मेन कुरा। अनि त्यो खालको ट्रेनिङ पनि मन पर्दैन धेरै प्लेयर्सहरूलाई, स्पेसली सिनियर प्लेयर्सहरूलाई। म त्यो सिनियर प्लेयर्स भनिरहेको छु, अहिले म कुरा निकाल्छु त्यो बारेमा। ट्रेनिङ त्यसरी गर्न मान्दैन थियो, ह्याप्पी पनि थिएन नि, गर्दैन पनि थियो। कतिले त अलिकति इग्नोरै गर्थ्यो अरे, ट्रेनिङ लेट आउँथ्यो अरे, अलिअलि गरे यस्तो गरेर ट्रेनिङ सकिने बित्तिकै जान्थ्यो अरे। ट्रेनिङ सकेपछि पनि अलिकति ट्याक्टिकल गफ हुन्छ, के हुन्छ टिममा हुन्छ नि त, त्यो खालको थियो अरे। त्यो रिलेसनै थिएन अरे क्या। अनि पोजिसन पनि उनीहरूले भनेकै हुनु पर्थ्यो अरे, सबहरू पनि गर्नलाई नहुने रे। बोस चाहिँ आफू, म्यानेजर चाहिँ बस्न यतिकै आएको, हामी हो यहाँको डन भन्ने जस्तो टाइपको एटमोस्फियर थियो अरे। सबैतिर छ न्युज यो होइन, के हो त्यस्तो भने? यस्तो पनि हुन्छ कहीँ क्लबमा? रेस्पेक्ट नै गर्दैन थियो अरे हाम्रो म्यानेजर हो भनेर कति प्लेयर्सहरूले, सिनियर प्लेयर्सहरूले। प्रेसिङ ड्रिल्सहरू हुन्थ्यो अरे, ट्याक्टिकल ड्रिल्सहरू हुन्थ्यो अरे, पार्टिकुलर प्रेस। अब प्रेस हो यार उसको गेम। अब लेजी प्लेयर फ्रिडम चाहिन्छ, जाबीले डिसिप्लिन राख्न खोजेको थियो क्या। जाबीको पनि कमजोरी छ क्या यहाँ। जाबीको कमजोरी के छ भन्दा नि, लिभरकुजनमा जे गर्यो उसले त्यो रियल मैड्रिडमा चल्दैन क्या। जाबीले चाहिँ के चाहिँ गर्नु पर्थ्यो भन्दा नि, पहिलो वर्ष जे छ नि एन्जेलोटीकै टिम हो नि त यो त, त्यसमा अलिकति मात्रै आफ्नो क्या, बिस्तारै क्या। अनि त्यसपछि नेक्स्ट सिजन कुनै न कुनै तरिकाले भिनी अथवा कोही न कोही जान्थ्यो बिस्तारै क्या। अनि अर्को सिजन गएर टिम आफूले भने जस्तो बन्दै जान्थ्यो, एउटा प्रपर टिम हुन्थ्यो होइन। टाइम लिनु पर्थ्यो क्या। जाबी अलोन्सोले मिस्टेक गर्यो क्या। जाबीले आउने बित्तिकैदेखि सुपर डुपर स्ट्रिक्ट 10 आएको जस्तै भयो क्या। लिभरकुजनमा पनि त्यस्तै थियो क्या, 10 आएको आउने बित्तिकै गयो नि। आउने बित्तिकै अथोरिटी म डन हो, म सबै कुरा मैले भने जस्तो गर्यो, क्लबले नि निकालिदियो उसलाई। यहाँ चाहिँ प्लेयरहरूले नि प्रायः प्लेयरहरूले रिजेक्ट गरिदियो क्या। किन भन्दाखेरि त को होस् हौ त, मुला 40 वर्ष पनि पुगेको छ कि छैन, फुच्चे भन्ने जस्तो टाइपको गरे क्या। र यहाँ नि एम्बाप्पेको नाम आउने पर्छ। अब ऊ राम्रो प्लेयर होइनसँग छोडिदियो कुरा, त्यो राम्रो प्लेयरसँग कुरै छैन किनभने ऊ राम्रो प्लेयर हो। प्लेयरहरूसँग पनि स्ट्रगल सधैँ। कति आउँथ्यो न्युज हौ, मेसी भन्दा अगाडि कुरा गर्दैछु है म, मेसी आउनुभन्दा पनि अगाडि नेइमारसँग कस्तो कस्तो न्युजहरू आउँथ्यो, डेन्जर। पेनाल्टी फ्री किक पनि म हान्छु टाइपको कुराहरू थियो। त्यसपछि मेसी आउँदाखेरि पनि क्याम्पमै भयो, उसले चाहिँ अब अर्जेन्टिनाको प्लेयरहरू, साउथ अमेरिकन प्लेयरहरूको ग्रुपिजम भयो, हटाउनुपर्छ यिनीहरूलाई यताउति भन्यो भनेर धेरैजना गएको पनि थोडी मारिया, पारेडेज। अब मैले अहिले धेरै सोच्नुपर्छ होइन, 2टा नाम आयो मलाई अर्जेन्टिनाको प्लेयर्सहरूको। अनि लुइस एन्रिकेसँग पनि इस्यु थियो। लुइस एन्रिकेले उसलाई हटाइदिएपछि, मतलब उसलाई जान दिएको छ नि त, अब गयो भनौँ न, अब कन्ट्र्याक्ट सक्यो गयो, वाट एभर। ऊ गएपछि 0बाट नयाँ टिम बिल्ड गर्यो, के भयो पिएसजी। ऊ हुन्जेल के थियो, गोल त हानेको थियो उसले, पर्फर्म त राम्रो गरेको थियो। उसले छोडेपछि के भयो, सबै कुरा छर्लङ्ग छ अगाडि नै। पिएसजीले च्याम्पियन्स लिग पनि जित्यो फर्स्ट टाइम, जुन उनीहरूले चेज गरिरहेको थियो वर्षौँदेखि, खर्च गर्यो, जे गर्यो त्यो गर्यो। च्याम्पियन्स लिगमा त जितेन, डोमिनेटै गर्यो नि होइन। अहिले पिएसजीको टिम भनेको एउटा युनिट, एउटा टिम छ क्या। र त्यो सँगसँगै भिनिसियस जुनियरसँगको चाहिँ अझै सिरियस इस्यु छ। स्टार्टिङ इस्यु कहाँ थियो अरे यिनीहरूको भन्दाखेरि, स्टार्टिङ इस्यु त्यो फिफा क्लब वर्ल्ड कपमा एक्ज्याक्टली बिर्से एउटा कुन म्याच हो नखेल्ने नै थियो अरे, भिनीलाई नखेलाउने थियो अरे, त्यो अगाडि नै भनेको थियो अरे, भिनी रिसाएको थियो अरे। तर आर्नोल्ड घाइते भयो, ट्रेन्ड घाइते भएपछि अनि भिनी लास्ट मोमेन्टमा टिममा पऱ्यो। तर त्यहाँदेखि यिनीहरूको अलिकति रिलेसनसिपमा त दरार जस्तो आएको थियो अरे भनेर न्युज आएको छ होइन। त्यसपछि
त्यसपछि एल क्लासिको होला, त्यो भिनीले ओपनली नै भनेको थियो नि, ती पनि भनेको थियो नि, मुख्यमा भनेको थियो नि जे पाए त्यो। अब ज्याबीलाई पछि अब कारबाही गर्ने नगर्ने टाइपको न्युजहरू आएर त कसले कारबाही गर्ने यार, यहाँ प्लेयरहरू ठुलो छ ज्याबी भन्दा। अनि ज्याबीले पछि भने पनि हामीले सर्ट आउट गऱ्यौँ भित्र यताउति भनेर, त्यहाँ त ठुलै इस्यु भयो। त्यसपछि पनि जतिचोटि भिनीलाई सब गरेको छ हरेकचोटि भिनी रिसाएको झर्किएको आउँथ्यो, फ्यान्सहरूले बु पनि गरिरहेको हुन्थ्यो, हरेकचोटि नै बु गरेको थियो नि त भिनीलाई फ्यान्सहरूले होइन, त्यो भइरहेको थियो। जुड बेलिङ्गमसँग पनि राम्रो छैन भनेर न्युज आएछ, जुड बेलिङ्गमसँग पनि। अब के हो रिजन थाहा छैन, मेबी पोजिसनको बारेमा हो, किनभने जुडले आफूले एक्ज्याक्टली भनेको पोजिसन खेल्न पाएको छैन। उसको पोजिसन मैले त्यो भिडियोमा पनि भनेको थिएँ, स्ट्राइकरको नजिक नजिक, डी एरियाको नजिक नजिक हो जुडको पोजिसन। ऊ आउट एन्ड आउट सेन्ट्रल मिडफिल्डर होइन होइन, ऊ अलिकति एडभान्स एट्याकिङ मिडफिल्डर टाइपको हो। अनि उसले अहिले अलिक पछाडि खेल्नु परेछ, उसलाई त्यहाँ खेल्नु पर्थ्यो। अब त्यो कारणले नै हो भित्रभित्र हिँडेको खासै राम्रो थिएन भन्छन्। अनि एम्बाप्पेसँगको भर्खर एल क्लासिकोको कुरा आउँछ। यही एल क्लासिकोमा सुपर कोपा फाइनलमा गार्ड अफ अनर दिने संस्कारै रहेछ, सधैँ सधैँ हरेक वर्ष गार्ड अफ अनर दिन्छ फाइनल हार्नेले जित्नेलाई, चाहे जो होस्। रियल मड्रिडको प्लेयर्सहरूले दिन आँटेको थियो, भिडियो छ सबै छ, अहिले त सबैतिर आइसक्यो क्या न्युज। अनि त्यहाँ एम्बाप्पेले चाहिँ प्लेयर्सहरूलाई नदेऊ भनेर सबैलाई बोलाएको छ क्या। जबकि त्यहाँ छ ज्याबी अलोन्सो पनि छ क्या, त्यहाँ अलिक परतिर छ, ज्याबी अलोन्सोले जाऊ देऊ भनेर ऊ पनि बसाएको छ क्या ताली बजाउनलाई। एम्बाप्पेले पुरै रिसाएर सबैलाई फिर्ता गएर सबैजना फिर्ता पनि आएको छ क्या, फेरि फर्किहाल्छ क्या एकैछिनमा। त्यो बार्सेलोनाले ट्रफी प्रेजेन्ट गर्न खोज्दै सबैजना फर्किहाल्छ क्या, एम्बाप्पेले फर्की भनेर। भनेपछि त ज्याबी अलोन्सोको केही पावर भयो त, केही पावर भयो त भएन नि त। अनि म्यानेजर भने के हो, केहीमा पनि क्या, घरको म्यानेजरको हाम्रो घरको एउटा फ्यामिलीको म्यानेजरको मम्मी हो कि होइन, बुवा मम्मी भनौँ न। अब त्यहाँ केही पनि नटेर्ने रे छोराछोरीहरूले, नथिङ, अथोरिटी भन्ने चिजै छैन रे बुवा मम्मीहरूको। हुन्छ स्कुलमा टिचरको अथोरिटी नै छैन रे, केही पनि छैन रे। स्टुडेन्टहरू जुन छन् क्लासको स्कुलको, कसैलाई टिचरको बालै छैन रे, प्रिन्सिपलको बालै छैन रे। जतिखेर गयो क्लासमा छिर्या छ, निस्किया छ, खेल्न गएको छ, पढाइरहेको बेलामा बिचमा निस्किया छ, कस्तो हुन्छ त्यो स्कुलको हालत। डिसिप्लिन भन्ने चाहिँ चाहिँदैन, एउटा अथोरिटी भन्ने चाहिँदैन। त्यसमाथि फुटबलमा त झनै चाहिन्छ होइन। हो मेन रिजन न्युजमा आइसकेको छ, इगो प्रब्लम। जे गेस गरेको थियो, एक त ज्याबी अलोन्सो योङ भएर पनि हो जस्तो लाग्छ क्या मलाई, अलिकति चाहिँ क्या फ्याक्टर उनीहरूले नटेरेको, प्लस योङ मात्र होइन क्या। मलाई सधैँ लाग्थ्यो क्या ज्याबी अलोन्सोको एज अ म्यानेजर, जस्तो एउटा कुरा मैले भन्छु, पेप ग्वार्डियोलाको त्यो सिरिजहरू कसले हेरेको छ, एमाजोन प्राइममा छ, म्यान्चेस्टर सिटीको सिरिजहरू एकचोटि हेर्नु, त्यहाँ क्लियरली देख्छु म्यानेजर भने के हो र किन टप म्यानेजर भनेर कसरी हप्काउँछ। मतलब हार्दा ओर्दामा कस्तो एग्रेसिभली हप्काउँछ, उसले सिधै मुख्य भन्छ सबै प्लेयरलाई, भोलि नै निस्किन्छ त टिमबाट, भोलि राइट नाउ मैले भनेसरी खेल्नुहोस् भने, फेरि यो मिस्टेक गरिस् भने यु आर गन, यसरी भनिदिन्छ। म हो बोस, म हो भनेर चिच्याएको छ कचोट। सिट डाउन, कसले हेरेको छ त्यो भनेको, यर्गन क्लबको त्योभन्दा खतरनाक छ अरे। अब म त लिभरपुलकै फ्यान हो, यस्तो त कति सुन्यो, त्योभन्दा खतरनाक छ अरे टिम टकहरू, अथोरिटी त्यस्तो छ यिनीहरूको। ज्याबी अलोन्सोको नि नेचरै छैन, स्विट बोय हो क्या ऊ एउटा, पहिलादेखि नै। अब लिभरपुलमा पनि खेल्थ्यो होइन, रियल मड्रिड खेल्यो, बायर्न खेल्यो, स्विट बोय हो। अनि स्विट बोय ठिक छ, बायर लिभरकुजनमा सबैले उसले भनेको मानो, एउटा स्क्रैचबाट टिम बन्यो, बुन्देसलिगा डोमिनेट हानेको प्लेयर हो यार, म्यानेजर हो यार, बुन्देसलिगा जो चाहिँ बायर्न म्युनिखले डोमिनेट हानेछ। अनि त्यहाँ गएर उसले अलमोस्ट अनडिफिटेड सिजन, अलमोस्ट ट्रेबल हान्दियो होइन। यो सानो कुरा हो, मान्छेले ज्याबी अलोन्सो नराम्रो कोच, कुन एङ्गलले नराम्रो ज्याबी अलोन्सो फ्युचरको वान अफ द बेस्ट म्यानेजर हुन्छ अफकोर्स। रियल मड्रिड एन्जेलोटी जस्तो लेजेन्डरी म्यानेजरलाई फापेन भने, एन्जेलोटी पहिला पनि स्याक भइसकेको छ, जिदान स्याक भयो, या ज्याबी अलोन्सो हिजो जस्तै आएको फुच्ची केटा छ यार, फुच्ची हो नि त। म्यानेजरहरूको जबमा त ज्याबी अलोन्सो त बच्चा हो क्या। अनि त्यसमाथि यस्तो प्लेयरहरू छ कि भिनी इगो। जुड बेलिङ्गम त मैले हिजोकै त्यही एल क्लासिको भिडियोमा भने, ऊ भनेको एउटा पावर, इगो, एउटा त्यो औरा लिएर खेल्ने प्लेयर हो, राम्रो प्लेयर हो, तर उसको पर्सनालिटी नै लार्जर देन लाइफ छ। एम्बाप्पे उसको त इतिहासै छ, म्यानेजरसँगै प्रब्लम, प्लेयरहरूसँगै प्रब्लम, जहिले पनि पावर स्ट्रगल, इगोको प्रब्लम, 3 जना भइसक्यो एउटा टिमभित्र। दुश्मनको पनि कुरा सुन्नुपर्छ भन्ने कुरामा बार्साको प्रेसिडेन्ट लापोर्टाले 2024मा जब एम्बाप्पे जान्छ भन्ने हल्ला आएको थियो भनेको स्टेटमेन्ट अहिले पनि बाहिर आएको छ। अलरेडी त्यही पोजिसनमा भिनी छ, कसरी खेलाउँछ यिनीहरूले कि बेच्छ, ड्रेसिङ रुम अनसेटल्ड हुन्छ है, हामी त्यस्तो गर्दैनौँ भनेको थियो क्या उसले। सब हाँसेका थिए रियल मड्रिडको फ्यान्सहरू पनि, पैसा भए पो गर्छ जस्तो भनेर। बार्साको टिम कस्तो भयो अहिले, बिना पैसाले हेल्प गर्छ अफ कोर्स, तर त्यो पैसाले एउटा ब्यालेन्स टिम बनाउन सकेन भने नि केही पनि हुँदैन। अहिलेको रियल मड्रिडको हालत हुन्छ, ज्याबी अलोन्सोको हालत हुन्छ, बलिका बकरा ज्याबी अलोन्सो बिचरा, केही पनि मिस्टेक छैन ज्याबी अलोन्सोको। अब अलिकति म्यानेजरहरू यताउति कमजोरी छ भन्छन्,
भन्छन् भन्दा पनि छ अरे। इभन आर्ने स्लट लिभरपुलको लास्ट सिजन कस्तो बबाल खेलेको थियो, लिग जितेको थियो। यो सिजन स्ट्रगल गर्यो लास्ट। अहिले त अब फेरि अनबिटन रनमा गइरहेछ, त्यही पनि होइन। हल्का इन्जुरिजहरू पनि भइरहेछ यताउति, अब टिमको ब्यालेन्स बिग्रियो होइन। अब आर्ने स्लट नै क्लुलेस जस्तो देखिया छ अहिले। ऊ राम्रो म्यानेजर हो क्या, तर उसलाई स्याक हान्नलाई ठुलै अझै नराम्रै हुनुपर्छ क्या, किनभने बोर्डलाई थाहा छ। र लिभरपुलको टिममा इगो छैन नि त, केही पनि छैन। अनि अब मोहम्मद साला एउटालाई बेन्च हान्दाखेरि के भयो त, हाल्थ्यो नि त उसले त बेन्च। क्लबले कसलाई ब्याक गर्यो? मोहम्मद सालालाई गरेन नि, आर्ने स्लटलाई ब्याक गर्यो। क्लब चलाउने नि यसरी नै हो क्या। रियल मैड्रिडमा अब नयाँ म्यानेजर आएको छ, आर्बेलोवा, क्यास्टिलामा गर्थ्यो। अब कस्तो छ थाहा छैन होइन। जिदान पनि त पहिला हो त्यसरी नै आएको थियो, बबाल गर्यो। अब बेनिफिट अफ द डाउट राम्रै गर्ला भनेर भनौँ। अब सुन्दाखेरि चाहिँ राम्रै छ है भन्छन्। सुन्दा त ज्याबी अलोन्सो त सुन्दा मात्र होइन, हेर्दै बबाल थियो नि त। उसको त सिभी नै बबाल थियो, उसको त रेकर्डै बबाल थियो। अब ऊ त चलेन भने अर्को अब आरबेलुवा चल्दैन थाहा छैन। लेट्स सी, किनभने अहिले जज गरेर हुँदैन। 2-4 म्याचमा ज्याबी अलोन्सोले पनि स्टार्ट बबालै गरेको थियो लालिगामा। अब मेमा हामीले जज गर्नुपर्छ र मेबी मेसम्म हुन्छ, अनि त्यसपछि यिनीहरूले अर्को म्यानेजर ल्याउँछ होला। अब बबालै गरो आरबेलुवाले भने छुट्टै कुरा, लालिगै जिताइदियो, च्याम्पियन्स लिगै जिताइदियो भने वी डोन्ट नो होइन। तर अब मेमा जज गर्नुपर्छ आरबेलुवाले के गर्छ भनेर। तर ज्याबी अलोन्सोको लागि दुःख लाग्यो ज्याबी अलोन्सो, हि डजन्ट डिजर्भ दिस। यो चाहिँ डिजर्भ गर्दैन, सिजनको अन्त्यसम्म चाहिँ बस्नै पर्थ्यो, उसलाई दिनै पर्थ्यो। मैले त भनेको थिएँ सिजनको अन्त्य मात्र होइन। अब उसले भने जस्तो प्लेयर पनि दिएको छैन होइन, भने जस्तो प्लेयरहरू पनि दिएको छैन। जबरजस्ती सबै प्लेयरहरू थुपार दिएको छ। मतलब एउटा दुइटा प्लेयर निकाल्नै पर्छ क्या यो टिममा, त्यतिको टिम बम्दैन क्या यो टिम, थुपाएर मात्रै हुँदैन नि त। अनि अब यो समरमा चाहिँ 1-2टा निकाल्ने, अनि 1-2टा चाहिने ठाउँमा एड गरेर अनि एक सिजन दिएर अनि मात्रै उसलाई निकाल्ने हो कि के गर्ने हो भन्ने सोच्नु पर्थ्यो। किनभने सबै म्यानेजर हान्सी फ्लिक जस्तो हुँदैन कि आउने बित्तिकै इम्प्याक्ट गर्ने। यर्गन क्लबलाई पनि टाइम लागेको थियो लिभरपुललाई, तर कस्तो बनाइदिएको थियो लिभरपुललाई होइन। पेप गार्डियोलाले स्ट्रगल गरेको थियो सिटीमा फर्स्ट सिजन यार। सबै म्यानेजरले आउने बित्तिकै जादु गर्छ भन्ने हुँदैन क्या। हो अब अलिअलि उसको पनि कमजोरीहरू छ, तर उसको कमजोरीहरू थियो, त्यो सँगसँगै त्यो टिमै त्यस्तो पनि थियो क्या। के छ रियल मैड्रिडको फ्यान्सहरूको प्रतिक्रिया? अब के छ, खुसी छौ कि छैनौ कि के चाहिँ छ त? खुसी सबैजना छैन होला। म भन्छु 60% चाहिँ खुसी छैन जस्तो लाग्छ है। 40% त खुसी छौ, मलाई थाहा छ। 60% त छैन होला, किनभने सरप्राइजै हो यो। किनभने खत्तम चाहिँ गरिसकेको थिएन क्या उसले, क्लबै छोड्न बाध्य हुनुपर्ने खालको चाहिँ थिएन। टाइम डिजर्भ गर्थ्यो नि उसले। अब भइहाल्यो त भइहाल्यो। रियल मैड्रिडको जब भनेको वान अफ द हार्डेस्ट जब हो होइन, जो म्यानेजर आए पनि। त्यसमाथि यस्तो इगो भएको प्लेयर्सहरू हुँदाखेरि टु मच हो। ल ठिकै छ गाइज, अब सरप्राइज भयो। जनवरी लागिकन सरप्राइज आइरहेछ होइन। एनिवेज गाइज, नेक्स्ट भिडियोमा भेटौँला, बाई बाई।